हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज एकदमै राम्रो मौसम रहेको थियो। दिदी र म चाहिँ टिकापुर पार्क घुम्न गयौँ। त्यहाँ चाहिँ हामी अटोमा गएको थियौँ। यो चाहिँ टिकापुरको मेन गेट रहेको छ पार्कको। अनि पार्कभित्र चाहिँ फ्री इन्ट्री थिएन, टिकट चाहिएको थियो। त्यही भएर हामीले टिकट लिनको लागि काउन्टरमा गएर 2वटा टिकट लियौँ। त्यसपछि हामीले भित्र इन्ट्री गरिसकेपछि त्यहाँको गार्डनहरू, प्लान्टहरूको कलेक्सन हेर्दै बोट बिरुवाहरू एकदमै राम्रो थियो। त्यहाँ हामीले त्यो इन्जोय गर्दै अगाडि गयौँ। अनि त्यसपछि हामीले बाहिरदेखि स्प्राइट लगेको थियौँ। त्यो स्प्राइट चाहिँ पियौँ। फेरि म चाहिँ भिडियो बनाउनतर्फ चाहिँ लागेँ। अनि धेरै राम्रो भ्यू थियो, एकदमै रमाइलो भइराखेको थियो। मौसमले पनि एकदमै साथ दिएको थियो। यो चाहिँ सानो पोखरी जस्तो थियो जहाँ कमलको फुलहरू पनि फुल्दै थिए। त्यस्तो राम्रोसँग फुलेको चाहिँ थिएनन्। त्यहाँ सबै हेर्दै म पनि अगाडि बढ्दै गएँ। अनि त्यसपछि यो चाहिँ ब्युटिफुल एउटा आर्किटेक्चर थियो, राजाको पाला बनेको थियो। अनि त्यसपछि ब्युटिफुल गार्डन, अनि धेरै कलेक्सनहरू, प्लान्टहरूको अनि रुखहरूको धेरै राम्रो कलेक्सन थियो। मैले पनि भ्यू इन्जोय गर्दै थिएँ। दिदीले चाहिँ मेरो भिडियो बनाउँदै थिइन्। अनि त्यसपछि यो चाहिँ टिकापुरको चाहिँ मेन यहाँ चाहिँ यहाँदेखि हामीले इन्ट्री गरेको थियौँ। यो चाहिँ सेकेन्ड गेटमा पर्छ। अनि त्यहाँदेखि यो चाहिँ मैले रिटर्न हुँदाखेरि बनाएको भिडियो थियो। अनि